हेलो साथीहरू, तपाईँहरूको के छ हाल खबर? मेरो चाहिँ एकदम ठिक छ होइन। म चाहिँ आज ड्युटीबाट भर्खर आएर भर्खर नुहाइसकेँ, नुहाइधुवाइ गरेँ अनि हल्का फ्रेस पनि भयो। अहिले चाहिँ अब ड्युटी राम्रै चलिरहेछ कम्पनीमा ड्युटीहरू। रुम सफा गर्नु भनेर सोचिरहेको छु। म चाहिँ आज के भयो भन्दा सबैभन्दा रुममा अगाडि आएँ नि त, सबैभन्दा रुममा अगाडि आएँ। त्यही भएर एकछिन सरसफाइ गर्नु पऱ्यो होइन, रुमलाई सफा राख्नु पऱ्यो नि त। टसँगले आफू बस्ने रुमलाई चाहिँ एकदमै आफू बस्ने रुमलाई सरसफाइ राख्दाखेरि त्यही राम्रो हुन्छ, स्वास्थ्य भरोस् न। त्यही भएर गाइज सरसफाइ गर्दैछु। अब बराइनमा चाहिँ अब गर्मी मौसम पनि सुरु भयो। एकदम गर्मीमा चाहिँ एकदम धेरै गर्मी हुन्छ कि गर्मीमा चाहिँ यहाँ चाहिँ एकदमै 60 डिग्रीसम्म, 60 डिग्रीभन्दा माथि पुग्छ नि त गर्मी। एकदम गाह्रो हुन्छ अब सुरु भयो। परिस्थितिले गर्दा बस्नु परेछ परदेशमा।